Hello, what's up guys? Namaste सबैजनालाई. I hope everybody is doing well and I'm also fine. र आज फेरि तपाईँहरूको समक्षमा है धेरै पछि एउटा नयाँ भिडियो लिएर उपस्थित भइरहेको छु है. कस्तो लाग्छ के लाग्छ पुरा हेर्नु होला, किनभने आज चाहिँ म नौलो ठाउँमा है र एउटा मसँग जोडेको एउटा इमोसनली है एउटा कनेक्टेड एउटा कुरा चाहिँ तपाईँहरू समक्षमा आज देखाउन गइरहेको छु र यो पुरा भिडियो हेरिदिने म अनुरोध गर्न चाहन्छु र तपाईँलाई यदि इच्छा लाग्यो भिडियोमा अब अहिले तपाईँलाई यो वरिपरिको दृश्यहरू देख्दा हेर्नु मन लागिरहेको लाग्दैछ भने चाहिँ पुरा भिडियो हेर्नु होला है. अन्त हेरेर कस्तो लाग्छ के लाग्छ यसो कमेन्टहरू पनि गरिदिनु होला. र मेन मुद्दामा आउँ है. कुरा चाहिँ के हो भन्दा चाहिँ म अहिले चाहिँ फिलहाल कहाँ छु अब गेस गर्नु होला है. यसो गेस गरी हेर्नुहोस् म कहाँ छु जस्तो लाग्दैछ वरिपरिको यो दृश्यहरू देख्दा है. म अहिले भन्दिनँ, बिस्तारै अब जाँदैछु. यहाँ म एकजना यहाँको लोकल मान्छेसँग छु र यस्तो प्रकारको वरिपरिको मकैको खेतको घरहरू यो प्रकारको माइक लगाएको छप्परमा यो खालको दृश्य छ है त गाइस. र म अहिले भाइसँग चाहिँ गइरहेको छु एउटा विशेष ठाउँमा र त्यो विशेष ठाउँको चाहिँ अब तपाईँहरूलाई धेरै पर्खिनु पर्दैन, म त्यसको एकदमै स्पष्ट गर्न गइरहेको छु, रिभिल गर्न गइरहेको छु है. सो स्टे ट्युन गाइज. यो भिडियो सुरु गर्न चाहन्छु है त. सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा. धन्यवाद. र मैले यो भिडियो खासै गर्न मन लागेको थिएन है. आजकल म त्यति भिडियोजहरू बनाउँदिनँ, अलिकति है त्यस्तै हुन्छ अब बनाउने मुडहरूमा पनि डिपेन्ड हुन्छ. अहिले त्यस्तो मुड हुँदैन, तर पनि म अहिले चाहिँ आज भिडियो बनाइरहेको छु किनभने चाहिँ एकदमै मसँग इमोसनली एट्याच भएको कुरा हुनाले गर्दा चाहिँ यो मेरो लागि एउटा रिमेम्बर होइन, बादमा गएर एउटा डकुमेन्ट्री टाइपको है यो भिडियो मेरो आफ्नै लागि बनाइरहेको छु. र मेरो यो कहानी तपाईँहरूले पनि हेर्नु इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हेर्नु होला है त. यहाँ के रहेछ, यो चाहिँ आँपको रुख रहेछ र आँप फलेर अब आँपको सिजन आउन रहेछ है त साथीहरू. र आँप टन्नै खानुपर्छ अब यो पाकेपछि. एकदमै यो चाहिँ एकदम कस्तो एउटा गाउँ बस्तीको भाइब रहेछ है त गाइस. गल्ली गल्ली हुँदै म चाहिँ जाँदैछु है त गाइस. र पुरा भिडियो यो यस्तो टाइपको भिडियो चाहिँ तपाईँहरूलाई नौलो लाग्नुसक्छ, किनभने अब हामी पाहाडको मान्छेहरूमा है यो प्रकारको दृश्यहरू चाहिँ एकदमै कमै देख्न पाइन्छ. र यहाँ बाख्राहरू, यहाँ चापाकल, यो प्रकारको दृश्य यहाँ के बनाएको रहेछ एउटा पुतला जस्तो. यहाँ नयाँ घरहरू निर्माण भइरहेको छ. आगे चलेगा कि मैं चलो ठीक है. और इधर से ये गली में साइकिल भी आता है फुल स्पीड में. ऐसा गली गली होके जा रहा हूँ. थोड़ा हिंदी भी बात कर रहा हूँ क्योंकि मैं हिंदी भी सीखना पड़ेगा है कि ना. हाँ तो अच्छा, हिंदी में भी थोड़ा थोड़ा आप लोग को कोई हिंदी नया वाला होगा तो हिंदी में वाला तो हिंदी में समझ लीजिएगा. माने ये क्या ये रही कारखाना सो खुशुक. इधर क्या होता है? आटा पीसता. ओ आटा पीसने वाला मिल ऐसा है. और ये यस्तो छ है त गाउँको दृश्य. बच्चाहरू छोटा छोटा यहाँ यस्तो छ यहाँको दृश्यहरू. यहाँ चाहिँ बाटोमा चाहिँ तपाईँको यो प्रकारको दृश्यहरू देख्नु सक्नु हुने रहेछ है त. र यस्तो प्रकारको रहेछ है त. पुरा भिडियो हेर्नु होला. यो रुख रहेछ यहाँ झन्डाहरू लगाएको. यो पीपल, इसका पीपल का पेड़ है ना ये. तो ऐसे अभी किधर से जाना है? इस तरफ से. मैं तो उस बार तो इधर से गया था. इधर से भी पहुँचेगा ना. अच्छा वाला दुकान में लेके जाओ हाँ, ताकि मेरा बाल अच्छे से काट दे. त तपाईँहरूलाई थाहा भयो होला है. म अहिले चाहिँ खासमा हुन्छ यो
म चाहिँ अहिले कपाल काट्न जाँदैछु। मेरो यो कपाल अलमोस्ट लास्ट कहिले अक्टोबर, अहिले लगभग 2 साल 8 महिना जस्तो चाहिँ मलाई अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे होइन अहिले भने 2 साल 7 महिना कम्प्लिट भएछ है त गाइस। र अब काट्नु त मन थिएन, अब बाध्यता छ है, काट्नै पर्यो। अब यो प्रोफेसनलमा सिधेको छु र अहिले काट्नै परेको हुनाले चाहिँ म अब यो कपाललाई अलविदा गुड बाई गर्नु गइरहेको छु। र सम्पूर्ण भिडियो चाहिँ हेरिदिनु होला है त गाइस। यहाँको दृश्यहरू एकदमै यस्तो मजाको क्या, कहिले अब नहेरौँ नदेखौँ भन्दा पनि देखाइरहनु मन लाग्ने र अलिकति अब लामो कस्तो छोटो हुन्छ त्यो मिठो है पुरा यो भिडियोलाई चाहिँ किधर से जा हेर्नु होला है त। यस्तो प्रकारको यहाँको परिवेश, यहाँको वातावरण छ है त गाइस, पुरा हेर्नु होला है त। अब म भयो भने है तपाईँहरूले यो भिडियोमा राम्रो रेस्पोन्स आयो भने चाहिँ म यो ठाउँको वरिपरिको रिलेटेड कुराहरू है भिडियोमा मार्फत बनाएर चाहिँ हाल्ने छु युट्युबमा। र अब तर राम्रो रेस्पोन्स यो भिडियोमा आयो भने मात्रै, अब त्यही हो मेरै मुड अनुसार। यता रहेछ रोड मुडन स्टेसन होइन, कुन चाहिँ स्टेसन? गोछारी होइन। राम्रो मुड भयो भने चाहिँ हाल्ने, नभए चाहिँ अब यसमा राम्रो रेस्पोन्स आयो भने चाहिँ म आरामले निश्चय एकदमै हाल्ने नै बाचा पनि गर्न चाहन्छु। त्यसको लागि चाहिँ एकदमै मिनिमम 1K भन्दा बेसी चाहिँ भ्युज भएको हुनु पऱ्यो। 1K भन्दा मुनिको लागि त त्यो कुनै भ्याल्यु छैन। त्यही भएर 1K चाहिँ मिनिमम अहिले फर्स्ट भिडियोमा 1K चाहिँ मेरो टार्गेट राख्छु। बादमा त अब त्यतिले हुँदैन अब, तर अहिले फिलहालको लागि चाहिँ 1K चाहिँ भिडियो चाहिँ तपाईँहरूले भ्युज खालि 1K चाहिँ मलाई भ्युज कम्प्लिट भयो भने चाहिँ त्यहाँबाट चाहिँ म यहाँबाट फटाफट तपाईँहरूलाई यहाँ वरिपरिको सबै भिडियोहरू हालेर देखाउने मेरो प्रयास। मेरो अब 1K प्लस भन्दा एकदम निश्चय नै हाल्छु, त्योभन्दा उता भन्छ त्यो मेरै मुड अनुसार खालि म आफूलाई मन लाग्यो भने। अहिले मलाई सोचिरहेको थिएँ धेरै अन्यलमा, धेरै एकदम कन्फ्युजन बनाऊ कि नबनाऊ भन्ने, अब त्यसमा म एकदमै कन्फ्युज भइरहेको थिएँ। तरै पनि क्यामेरा टक्क अब फोनमा भएको कारणले बनाइहाल्ने हो। र अब त्यसमा 1K प्लस भ्युज भने चाहिँ एकदमै निश्चय नै म यो भिडियो यस्तै भिडियो चाहिँ हाल्ने छु है त गाइस। र यो चाहिँ एकदमै अहिले घाम टन्टलापुर लागिरहेछ, गरम छ। यो सानो बजार रहेछ है। अब एउटा मधेसको यो ठाउँ चाहिँ के हो म अहिले भनेको छुइनँ, नाम गेस गर्नु होला है त। इन्डियाको कुन चाहिँ ठाउँ? अर्किड न दोरे भाइ, थोडा सा पास में ना। यस्तो प्रकारको हुँदो रहेछ है त साथी हो। 2026 आज 4 तारिक होइन, 4 तारिक मे 4 मे 2026 मा चाहिँ यसरी म भिडियो क्लिपिङ गरिरहेछु है त गाइस। पुरा भिडियो हेर्नु होला है त। फेसबुकमा चाहिँ मेरो त्यति हुँदैन, भयो भने सानो क्लिप बनाएर हाल्न सक्छु, तर तपाईँहरूलाई फुल भिडियो चाहिँ युट्युबमा नै पाउनुहुन्छ है त गाइस। यस्तो प्रकारको रहेछ। 10 मिनट भएछ, अब एकछिन काटेर चाहिँ तपाईँहरूलाई फुल भिडियो देखाउँछु है त। ओ ये वाला इधर है, क्या लिखा है इधर? खुला है, खुला नहीं है तो इधर है, इधर नहीं है, दूसरा है। ये क्या है? Wow, what is this guys? यस्तो रहेछ। उधर क्या है, वो सीसी कैमरा है? यस सर। हाँ? यस सर। ओ इधर सीसी कैमरा भी डाला है ना, इधर से जाएगा, अच्छा वाला है ना या? ओके, ऐसा कुछ इस प्रकार का है। भाई आप बाल कटता है ना? मेरा
ये बाल पूरा मतलब आर्मी कटिंग, हाँ कटिंग करना है और इसका दाढ़ी भी बनाना, ठीक है भैया। अभी मैंने हेयर एकदम सिंपल, हाँ वो कोई क्या बोलता है, हाँ बैठो, हाँ भाई ये मेरा ग्लास पकड़ के बैठ, ओके। क्या कुछ ये यस्तो रहेछ त गाइस है त, फर्स्ट टाइम कटिङ हुने जा रहा है मेरा बाल आफ्टर 2.5 more than half months।